ल सबै साथीहरूलाई मैले चाहिँ भोट लगाइसकेँ है। अनि मेरो आफ्नो आफ्नो भोट सुरक्षित गर्नुहोला। म चाहिँ छुट्टी लिएर पनि कामबाट आएर पनि आफ्नो आफ्नो वडामा गएर सबैजनाले भोट लगाउनु होला। मेरो चाहिँ भित्र ननफोपोले भोट लाउँदै हुनुहुन्छ। म चाहिँ भोट लगाइसकेँ। अनि धरानमा चाहिँ विशेष गरिकन 3 वर्ष अगाडि नै हामीले राष्ट्र परिचय पत्रको फर्म भरेका छौँ। अनि त्यो फर्म भर्नेहरूलाई चाहिँ कार्ड आएको छैन। अनि त्यो फर्म लिएर चाहिँ नजानु होला। त्यो फर्म चाहिँ दिँदैन रहेछ। अनि आफैले सबैजनाले नागरिकता नै लिएर जानु होला। मोरङको चाहिँ कार्ड दिइसक्यो, हाम्रो धरानको चाहिँ कार्ड दिएको छैन राष्ट्रिय परिचय पत्रको। त्यो फर्मले चाहिँ हुँदैन रहेछ। ल देखाउनु त तपाईँको भोट। ल हाम्रो भोट चाहिँ सुरक्षित भएको छ, हाम्रो काकाको अनि ननपोपोको अनि मेरो। हामी चाहिँ अब हामी घर जाँदैछौँ। हामी चाहिँ 7:30 बजी निस्केको। तर हामीले चाहिँ मैले चाहिँ नागरिकतै लिएर आएको थिएँ। ननपोपोले चाहिँ राष्ट्र परिचय पत्र लिएर आउनुभएको थियो। अनि नभएर फेरि घर गएर नागरिकता लिएर आएर अनि हामीले 3 जनाले भोट लगाएर हामी घर आइपुगिसक्यौँ। ल सबै साथीहरू आफ्नो आफ्नो ठाउँबाट जानु होला। फोटोकपी लिएर नजानु होला। फोटोकपी पनि हुँदैन, नागरिकता नै लिएर जानु होला। अनि भोट कार्ड छ भने आफ्नो ओरिजिनल भोट कार्डै लिएर जानु होला। फोटोकपी केहीको पनि हुँदैन है। यो फुल चाहिँ यस्तो मिठो फुल